हाम्रो कान्छाले खनाउन लगाइरहेछ दुईजना बना असल बना म खनाइदिए भिडियो बना खाए ल यो चाहिँ प्लास्टिकको कुरकुरे एकचोटि अर्को बोलीमा चाहिँ तुरतुरे हाम्रो बोलीमा चाहिँ कुरकुरे या खाए ल गुन्डा चिन्ता गुन्डा पानी आएको छैन बडो महँगो रुखसकेको यो चाहिँ संसारकै छाना भनेर चिन्न सकिन्छ अब घर एकछिनमा जानेछौँ हामी अब धेरै बेर बसिसकेको छौँ मलाई पनि अब सुसु आउला जस्तो भइरहेको छ जाने हो अब काठमाडौँ गएर भक्तपुर काठमाडौँ भन्छ केटाहरू वेलकम 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 मेरो गेस्ट के अरे रेस्टुरेन्टमा वेलकम छ है गाइजहरू अब रेस्टुरेन्टमा अब के पिलाउने खिलाउने बडो कहाँनिर ऊ त्यहाँनिर हो त्यतातिर पेटीमा जानु र यहीँ हुन्छ ल कान्छाले अब हाम्रो देखिसकेको छ अब हामी खाजा खाने ठाउँ के हो ल बिचम भन्दा चाहिँ अब यतैतिर बसेर अब ऊ हिलो रहेछ अरे दादा पेटीमा बसेर मिल्छ ल मिल्छ अरे अब फेरि जम्किन्छ केटाहरू अलिकति फेरि केटाहरू फेरि हात पनि पत्थर जस्तो पत्थर भन्ने थाहा नहोला गाइस इङ्ग्लिसमा भनिन्छ स्टोन स्टोन जस्तो छ ल हाम्रो कान्छाले खनाउन लगाइरहेछ दुईजना बना असल बना म खनाइदिएँ भिडियो बना ल दिलीप पनि बस न यसो ल फोड फार यसो गरिहालौँ है अब सबै खानातर्फ लागिरहेको छ होइन म त एकैचोटि ठुलो होला यता देखा ल खाइदिए न त ल वाप्पे यहाँ डेन्जर छ होइन कता माथि केटाहरू अब दिँदैछ अलिकति हामी चाहिँ अँधेरो ठाउँमा आएर खायो किनकि कसैले देख्छ नि त माग्छ नि त खायो ल कस्तो छ मासुसँग खाउको हो भन्दा यो चाहिँ ठिक हुन्छ पानी अलिकति यस्तो सिधा बस्नुपर्ने कि अनि एउटा भिडियो गर नि यता आऊ न पुरा मिलेर बसिरहेको छ होइन रबिन मनिष अन्जिम रोशन दिलीप विजय पुरा बसेर माल पानी हानिरहेको छ होइन क्यामराम्यान चाहिँ असल छ है अलिकति आऊ अलिकति जाऊ बिस्कुटको टाइप चाहिँ डेन्जर भइरहेछ है त्यति बेर अब खाइरहेको छौँ एकछिनमा भेट्ने जाउँ ल केटाहरू खाइरहेछ यता छ यो के अरे यो चिप्स होइन कस्तो डल्लो चिप्स हो कुरकुरे यो चाहिँ प्लास्टिकको कुरकुरे एकचोटि अर्को बोलीमा चाहिँ तुरतुरे हाम्रो बोलीमा चाहिँ कुरकुरे या खाए ल यो त बच्चाकै जत्रो छ क्यामेरा चाहिँ च्यातर पर्ने हुन्छ दुईजना केटाले ल जाउँ ओ ल चदर बाह्रमा अब जानेछौँ होइन टक्क लाएर अब
मान्छे दुर्गसले के गरेको ठाउँ रे अहिले एकछिनमा आउनुपर्ने हुन्छ अब माथि उक्लिने छौँ हामी माथि जानेछौँ र केटाहरू यता छ है माथि जाने होइन अब चलो चेक गरेर गाइस अहिले यहाँ फोटो खिच्नु पर्ने हुन्छ हामीले अब एकछिन खिच्ने हो अहिले खिच्ने कि माथि जाउँ न पहिला मैले मैले झर्ना देखाइदिन्छु अहिले अहिले बाहुबली स्ट्यान्डले देखाउनु पर्ने बाहुबली स्ट्यान्डले देखाउनु पर्ने हुन्छ र हामी यहाँ राष्ट्रिय वनस्पति उद्यानमा प्रस्थान भइसकेको छौँ। केटाहरू एक्साइटेड छ भित्र के कस्ता दृश्यहरू छ हेर्नलाई। अब भित्र पसेर इन्जोय गर्नुपर्ने हुन्छ। ल अब प्रस्थान भइसकेको छौँ हामी माथि टक्क लाएर सूचना कृपया उद्यानका नियमहरू पालना गरौँ र यस क्षेत्रमा त्यस्तै के छ पढ्न अलिकति भ्याउँदिनँ किनकि अब हो त्यस्तो भने हो त्यो त मैले खाँदिनँ नि आफूलाई गाह्रो पर्ने भयो र ढुङ्ग्रो पानी अब हामीले सेवन गर्न नपाउने भयो। ल चादर बारेमा नगर्नु पाउने भयो। देखौँ भ्यू मैले क्यामेरा के अरे उलाएर हो कि अब कस्तो देखिरहेको छ मैले त्यो देखाएको चाहिँ कहाँनिर कि यार केटाहरू बबाल नाचिरहेछ जो यता उता होला माथि होला अनि कस्तो आएको जस्तो यो देखेर हरियाली होइन बोट बिरुवाहरू हो र मैले गइहालौँ त भिडियो बनाउनु त यस्तो सबै चारैतिर देखाउने होइन खतरनाक ठाउँ छ होइन एकैचोटि ल एकदम बवाल छ ठाउँ चाहिँ पिस छ कि एकदम हेर्नलाई चाहिँ बवाल ल खतरा छ अरे अब उयोतिर गएर एउटा भिडियो बनाउनु पर्ने हुन्छ होइन टक्कला एकदम हरियाली जताततै फुलै फुल टक्क ल सिन्दुरको बोडे फुलै फुल छ यता फुलको बगैँचा फेरि कडा हाम्रो ह्यान्डसम यो के को फुल रहेछ गेट फेरि बबाल छ एउटा भिडियो मैले पाले ल म सबैजना गुन्डा तिनजना त गुन्डा जस्तो गुन्डा तिनवटा गुन्डा देखिहाल्छु ल रोशन ह्यान्डसमले क्यामेरा गरिदिरहेको ल अब एकदम बवाल छ अब हाम्रो कान्छा भाइको भिडियो बनाउनु पर्ने हुन्छ मैले
अब पानी पर्यो, अब यता हामी बसिरहेको छौँ, पानी पनि बबालै पर्यो, अघि आउँदा पनि परिरहेको थियो, अहिले पनि पानी पर्यो, पानी परेको छ, छाता छैन, के गर्नु, अब हालत एकदमै बबालै हुन्छ, बबालै पानी फेरि बबालै परेको छ फेरि, आमामा बडो महँगो पानी परिरहेको छ। ल पानी अब लगभग अब 1 घन्टा 1.5 घन्टै पर्छ होला। मौसम चाहिँ हेर्दाखेरि उज्यालो छ तर पानी बबाले परिरहेछ। ल के आज कस्तो भइरहेछ? पानी परेर पानी पर्यो, बेहाल भइरहेछ, केटाहरूको आदि सुटिङ बाँकी नै छ, खानपिन चाहिँ त्यो चाँडै मैले भनेर गरेर ठिक टाइममा गरेँ होइन, नत्र ल होइन ल। अब म के भन्छु, अब मेरो एउटा खतरा खालको एउटा टिकटक आउँदैछ गाइस होइन, त्यो हेरिदिनु होला। अब यही क्यामेराबाट बनाएको छु म, तपाईँहरू हेर्नु होला, इन्जोय गर्नु होला। बडो महँगो, बडो एकदमै खतरनाक टिकटक बनाउनु लाग्छ जीवनमै पहिलोचोटि होइन। ल यता देखाइदिनु त कस्तो पानी परिरहेको छ अन्त। ल फेरि पानी आएको छैन, बडो महँगो रुख छ फेरि। यो चाहिँ संसारकै छाना भनेर चिन्न सकिन्छ। संसारको छाना भनेर के तिब्बत पानी पठार होइन, यो पनि रहेछ। ल अब सबैजना यता छ। अब हामी अब जाने बेला भइसकेको छ। यो दुर्गेशले बनाएको ठाउँ भिडियो आऊ न दिलीप अङ्कल। र यता अब अलिकति प्याक छ, अब एउटा मेरो सुटिङ बाँकी छ हो कि होइन, जान्छौँ। त्यसपछि पानी पर्ने, घाम लाग्ने भइरहेको छ, अब के गर्नु। अनि यो चाहिँ दुर्गेशले गरेको ठाउँ, केटाहरू यता छ, घर जाने भनिरहेको छ। अब घर एकछिनमा जानेछौँ हामी, अब धेरै बेर बसिसकेको छौँ, मलाई पनि अब सुसु आउला जस्तो भइरहेको छ। ल एकछिनमा जानेछौँ है त। ल फाइट पर्छ त्यहाँ, यो चाहिँ खतरा झर्ना छ यहाँ चाहिँ। केटाहरू अब घरतिर जाने भने होइन, आमामा त्यता त झगडा बवाल परिरहेको छ। अब के हो, च्यातर पारामा झगडा परिरहेको छ। ल जाउँ जाने होइन, अब जाने हो। अब काठमाडौँ गएर भक्तपुर ल जाउँ काठमाडौँ भन्छ केटाहरू। बजार जाउँ। मैले एउटा दोस्ती गरेको भेट्दिनँ कि खतरा, त्यो काडो भएको कि एउटा थियो कि खतरा होइन। अब हजुर फेरि ब्याक भइसकेको छौँ। ओइ जुत्तै पाल पऱ्यो झन्डै 36 अर्बको जुत्ता, 36 अर्ब। ल अब यो ठाउँ चाहिँ बबाल रहेछ। ल है सोरुम, ल यहाँ पऱ्यो एउटा भिडियो मेरो जाओस् त। यो चाहिँ हाम्रो बैदा गाउँ जाने बाटो, यो चाहिँ हाम्रो यो सोरुम है हो होइन गाइस। इधर तो बहुत पुराना भूत लगता है। अधेरे में रहता हूँ, उज्याले में आजा चल जा टिकेको बच्चा। आज गोदावरीको ब्लगमा छुट्टिने बाचा गर्दै, अर्को ब्लगमा भेट्ने बाचा गर्दै आजको ब्लगमा छुट्टिन चाहन्छु। सो स्टे हेल्दी, स्टे स्ट्रङ, स्टे ट्युन। चतर केटाहरू ल। हम तोड़ गए जब तुम झुके, तब से तुम नजर में आ रुके। हम तो